नमस्ते साथीहरू। आज भने म अस्तिको भिडियोलाई हाल्न गइरहेकी छु। कार्यक्रममा के भयो भनेर यसरी जाने क्रममा हामी मेरो बहिनी र म गएका थियौँ। तर अटो चाहिँ एकदम भाँसिएर केही समय हामी उभिएर बसिरहेका थियौँ। त्यहाँ बनाउँदै हुनुहुन्छ सानोतिनो खुट्किलाहरू पार गर्दै गर्दै हामी जाने क्रममा यो अटोलाई बल्ल 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 त्यहाँबाट निकाल्न सक्सेस भयौँ। अनि हामी गइरहेका छौँ फिक्कलतिर अनि त्यस पछाडि जाने क्रममा एकदमै रमाइलो गफ गर्दै 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 गइयो र हरकटेमा पुगेपछि एउटा ट्याक्सीमा गयौँ हामी। अनि मुटु ढुकढुक भइरहेको थियो। अब आधा बिचमा पुगेको झन् 12 बजे माथि पुगेको ठ्याक्कै सूर्योदय नगरपालिकाको भवनभित्र हामी प्रवेश गर्यौँ। जाने क्रममा असीम सरसँग पनि भेट भएको थियो। छेन्डी चाहिँ ल बाँड्नुपर्छ है भन्दै हुनुहुन्थ्यो। अब चाहिँ कार्यक्रम हलमा हामी प्रवेश गर्यौँ। 800 पुराणकासम्मको चाहिँ पाठ्यक्रम पाठ्यपुस्तक तयार गरेर पढाउन सक्ने आइरहेको छ र त्यहाँ पनि अनि यहाँ हामी बान्तवा भाषाको सेरोफेरोमा आइपुग्दाखेरि चाहिँ एकदम रमाइलो वातावरण सृजना थियो। मायाको चिनोहरू कार्यक्रमहरू त निकै अगाडिदेखि नै भइरहेको थियो। तर हामी चाहिँ ढिलो पुग्यौँ नि त। अनि त्यही भएको कारणले गर्दा यसरी मायाको चिनोहरू सबैले हस्तान्तरण ग्रहण गर्दै हुनुहुन्थ्यो। अनि यसरी सहभागीहरू चाहिँ धेरैजना प्रोग्राममा हुनुहुन्थ्यो, एकदमै धेरैजना। अनि हामी पनि अगाडिपट्टि बसिरहेका थियौँ। कार्यक्रम सञ्चालन गर्दै आइराख्नु भएको थियो। एकदमै रमाइलो फिलिङ भएको थियो। हेर्दै जानु ल। सङ्गीता ताम्लिङ उहाँको जय रूपा यो उहाँहरूले यो सम्मानको योग्य सम्झिनु भयो। कृपया तपाईँले पनि आफ्नो मायाको चिनो ग्रहण गरिदिनलाई हार्दिक आग्रह गर्दछु। भूमिका हाम्रो वास्तवमा लागि म एउटा हो। उहाँलाई स्टेजमा आमन्त्रण गर्न चाहन्छु र एउटा सानो प्रस्तुति दिनाउनको लागि स्टेजमा आमन्त्रण गर्दछु। र उहाँलाई किन हामी पुरस्कृत गर्दैछौँ, आउँदै गर्नुहोस्, म विष्णु बोल्दैछु। भने उहाँले चाहिँ सामाजिक सञ्जालमा अन्य भाषामा निर्माण भइसकेका सामग्रीहरूलाई बान्तामा उल्था गरेर उहाँले चाहिँ कन्टेन्ट क्रिएट गरिराख्नु भएको छ। विमला राई, आना साई दिदी विमला नाकान्छी के अरे नाना खन्तरी, विमला राई नाना खन्तरी भन्ने नामबाट उहाँको फेसबुकमा केही हेर्नु भएको होला। त्यसको कन्टेन्ट क्रिएटर हो उहाँ। अहिलेको डिजिटल जमानामा यो कुरा पनि आवश्यक छ भाषालाई फैलाउनको लागि, होइन? त्यसले गर्दाखेरि मैले भनेको थिएँ नाना खन्तरलाई केही प्रस्तुति दिनु ल भनेर। अब के पहिलो जुन भिडियो रहेको छ, जुन चाहिँ भाइरल भएको थियो, विभिन्न देशहरू जस्तै इन्डिया, नेपाल, भुटान र अन्य बान्तवा भाषासँग सम्बन्धित विभिन्न देशहरूबाट मेरो अडियन्सहरूले हेर्दै हुनुहुन्छ, सपोर्ट गर्दै हुनुहुन्छ। यो पहिलो मेरो भिडियोको चाहिँ म क्यारिकेचर गरेर हजुरहरूसँग प्रस्तुत गर्न चाहन्छु। ललिपप ललिपप नामल्याङ जुन नामल्याङ के लु बाबा जुन लगाती धारा लेख्छ त ल नामल्याङबाट लु बिचिया मखा होला मखाङमा लु खारिने किन अब ललिपपलाई हानासम्म पर्छ खारिने यावती खारिने देख्यो भाइ मेरो लागि हेलिकप्टरहरू मात्रै त लु यहाँ चाहिँ लडिने अवस्था फेरिको ललिपप मैले खाँदैन थियो अगाडि लु ओचाले अलावा खाता लु अलावा खाता
घरपट्टि ललिपपको अर्डर दिए मलाई ओकोलाले थाटुङ्गीले तिमी बेला गर्यो आलङ्गे धन्यवाद नाममा हामीले अक्षय कोष चाहिँ गुम्बाखामा स्थापना गरेका छौँ। त्यस पछाडि हात उठाइदिनु होला भने पुरस्कार गर्नुभयो। त्यसै गरेर अब क्रममा तेस्रो स्थान भएका छ कवि तमन्ना बान्ता उहाँ धरानबाट हुन्छ। तमन्ना बान्ता धरानबाट उहाँले रु 15,000 नगद पुरस्कार सहित पुरस्कार पाउने हुन्छ। आरुनी राई काठमाडौँबाट हुन्छ। चेतन बुन्सेन मोरङबाट उहाँ प्रथम हुनुभएको छ। उहाँलाई बधाई आलाग्ने पुनः सम्भव हामीले पुरस्कार आयोजित बान्तावामा आमा बुबालाई चिठी लेखन प्रतियोगितामा सहभागी हुँदै प्रथम हुनुभएकोमा बधाई। यसरी हाम्रो हिमान सिंह राईज्यू र भोसुबाट हुनुहुन्छ। उहाँलाई बधाई बुवा समाजक पैदा हिमान सिंह राईज्यू विमला राईज्यू मण्डल साम्पाङ नगद रु 65,291 अशोक मुकारण संस्थापक संयोजक बुढा पञ्चायत कुमारी सङ्गीत पुरस्कार। यस क्षेत्रमा विभिन्न धार्मिक पर्यटकीय स्थलहरू रहेको कुरा म उपस्थित महानुभावहरूलाई जानकारी गराउन चाहन्छु। विशेष गरेर यो पूर्वी नेपालको सिमाना भारतसँग जोडिएको नगरपालिका भएको हुँदा यसमा सूर्योदयको पहिलो दृश्य हेर्ने ठाउँ श्रीअन्तु सँगसँगै चियाको राजधानी भनेर यस नगरपालिकालाई घोषणा गरेको छ कोशी प्रदेशले। कन्याम लगायत हाम्रो यो सूर्योदय नगरपालिकामा झन्डै 62% चिया खेतीमा आबद्ध रहेको कृषकहरू रहनु भएको कुरा म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। 7 महिना लगभग मात्रै समय सीमा छ। 83 सालमा 2टा कार्यक्रम गर्नुपर्ने अवस्था छ। तपाईँहरूले मैले किन यो कुरा भन्छु बुझ्नुहुनेछ है। र यो कार्यक्रम गर्नलाई त्यति सजिलो छैन। र यो 2 दिनको कार्यक्रममा जम्मा 7वटा सत्रहरू सेसनहरू हामीले सञ्चालन गऱ्यौँ। उद्घाटन सत्र र यो अन्तिम सत्र पुरस्कार विमोचन सत्र बाहेक 5वटा महत्त्वपूर्ण सेसनहरू हामीले सञ्चालन गऱ्यौँ। बान्तावा कविता प्रतियोगिता भेताले प्रतियोगिता हिजै सम्पन्न भयो। आज इच्छुकहरू आइदिनुहोस्। फोटो सेसन कार्यक्रम सुरु भइरहेको थियो। एकदमै धेरै एकदम रमाइलो ह्याप्पी फिलिङ भइरहेको थियो। अनि अब बिदावरी सबैले आफ्नो आफ्नो पुरस्कारहरू ग्रहण गरिसके पछाडि सबैजना हामी घरतिर लाग्यौँ र म पनि लागिरहेको छु फिक्कल बजार छोडेर घरतिर।